पाण्डे हजुरबाको कटेजमा देउसी भैलो खेल्दै सकिगने कमेडी पाण्डे हजुरबा कसले पठाएको रे तिमीहरूलाई? बलिराजाले कहाँ छ त्यो बलिराजा? के उद्देश्यले पठाएको तिमीहरूलाई यहाँ? त्यसले टन्न पैसा उठाएर पुनर्निर्माण गर्दैछ कि समाज सेवा गर्दैछ कि के गर्दैछ? लु यहाँ हेर, ओठ निचर्दाखेरि दुध निस्केला जस्तो चिचिन्दो बालकलाई काम हराएर पठाउने त्यो बलिराजा? बाल अधिकारको बारेमा थाहा छैन रे त्यो बलिराजालाई? रातो माटो देउसी रे ए चिप्लो बाटो देउसी रे ए लड्दै पर्दै देउसी रे पक्का के अरे रातो माटो चिप्लो बाटो लड्दै पर्दै आएको हामी कहाँ लडिस? खोइ कसलाई लागेको छ हिलो? जे मन लाग्यो त्यो भन्ने हो? लेट आइज राम्रोसँग भन, यताबाट राम्रोसँग देउसी भट्ट्या यहाँ रामरी भन देउसी रे ए मेरा भाइ हुन् देउसी रे ए यो घर कत्रो देउसी रे ए सिंह दरबार जत्रो देउसी रे यो घर कत्रो अरे? सिंह दरबार जत्रो जे मन लाग्यो त्यही भन्ने, गरिबलाई हेप्ने। कहाँ छ यो सिंहदरबार जत्रो? झन्नै कता जग्गा राम्रोसँग भन्छ। आहै भन भाइ हो देउसी रे आहै रामरी भन देउसी रे यो घर कत्रो देउसी रे ए सिंह दरबार जत्रो देउसी रे। रोक फेरि पनि त्यही सिंहदरबार जत्रै भन्छ ए बाबु चिचिन्डे, तँलाई यो मेरो कटेज सिंहदरबार जत्रो लाग्छ त? अनि के खाना तालमा ताल मिलाएको त? अनि भाइ, यो मेरो कटेज तिमीलाई सिंहदरबार जत्रो लाग्छ? लाग्दैन बाजु मलाई। अनि के खान तालमा ताल मिलाएको? अनि जगल्टे, तँलाई चाहिँ यो मेरो कटेज सिंहदरबार जत्रो लाग्छ? लाग्दैन? अनि किन तालमा ताल मिला? अनि तँ चिन्डे, तेरो साथीहरू त भागे त, तँ एक्लै खेल्छस् देउसी? एक्लै खेल्छु देउसी।